नमस्कार साथीहरू, आजको यो भिडियोमा हामी कुरा गर्दैछौँ सामाजिक सुरक्षा कोषबारे, जसले लाखौं श्रमिक र कर्मचारीको भविष्य सुरक्षित गर्न सक्छ। यदि तपाईँ जागिरी हुनुहुन्छ वा कसैलाई काममा राख्नु भएको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सामाजिक सुरक्षा कोष भनेको के हो त? सरल भाषामा भन्नुपर्दा यो नेपाल सरकारको योजना हो, जहाँ कर्मचारी र रोजगारदाताले हरेक महिना निश्चित रकम जम्मा गर्छन्। यो रकम तपाईको भविष्यका लागि सुरक्षित हुन्छ। अब कुरा गरौँ यसबाट पाइने फाइदाहरूको। बिरामी पर्दा उपचार खर्च, काम गर्ने क्रममा दुर्घटना भएमा क्षतिपूर्ति, गर्भावस्था र सुत्केरी सुविधा, अवकाशपछि पेन्सन, बुढेउलीमा आर्थिक सुरक्षा, मृत्यु भएमा परिवारलाई सहयोग। अहिले धेरैले सोध्ने गर्छन्, यो तलब कट्ने कर हो? होइन साथीहरू, यो कर होइन, यो त आफ्नै भविष्यको लागि बचत हो। आज तलबबाट अलिकति कट्छ, तर भोलि समस्या पर्दा यसले ठूलो साथ दिन्छ। अझै पनि धेरै कर्मचारी जानकारी नहुँदा वा डरका कारण सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छैनन्। तर सम्झनुस्, आजको सानो बचत भोलिको ठूलो सुरक्षा हो। यदि तपाईँ कर्मचारी हुनुहुन्छ भने आफ्नो अधिकार बुझ्नुस्। रोजगारदातासँग एसएसएफमा आबद्ध हुन माग गर्नुस्। र यदि तपाईँ रोजगारदाता हुनुहुन्छ भने कर्मचारीको भविष्य सुरक्षित बनाइदिनुस्। भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुस्, शेयर गर्नुस् र यस्तै जानकारीका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुस्। सामाजिक सुरक्षा कोष, आजको बचत भोलिको भरोसा। धन्यवाद।